ठिकै छ बतायो टिका हुँदैछ झोला दिनु छ नि यो चाहिँ पैसा चाहियो नि टिको लगाउनु आउनु पाइन्छ हजुर पैसा बोकिसकेछ टिका लगाउनु मिल्दैन नि दादा पनि पैसा लाग्यो अब त्यसैले छेडिदिने त्यसको छिटो भाइ खान्छ क्या त्यसलाई छेड्छ नि नआउने भयो तपाईँ सक्नु कति वर्ष हुनुभयो 90 है मेरो भाइ माइलो भाइ मेरो बानेश्वरमा घर छ बानेश्वरमा घर कतिजना यता म चाहिँ कोही पनि कान्छ त्यो बुहारीले कान्छ सानीमा यता यता भाउजू यता यो पनि सानीमा
हजुरको मुखामा सरस्वतीले बास गरौँ लागिहाल्छ नमस्ते गरौँ सङ्गीत आयो एउटा गीत धेरै भयो ठुलो बाबा के कस्तो भगवान् जस्तै लाग्यो अनि के लाउँदैछौँ त हामी पालो आउनु पर्न हजुर नोट चाहियो भन अघि यस्तो कुरा त कहाँ मिलाई चस्मा माथि है दुईटा किन दिने दुईटा होइन के पुग्थ्यो यसको त बोक्ने म बस्दिनँ कि क्या हो यसको बोक्ने परेछ बस्ने मेरो यहाँ राखेको ठाउँ छ हो भाइ तेरो बोक्ने भएन कुहिना राख्नु ठाउँ भएन अब के गर्नु कुहिना आउनु छैन चिन्नुहुन्छ बाबु लुलु माथि चाहिँ मेरो माथि चाहिँ चस्मा लगेर आएको एकदम सुलो छ हामी भन्दा पनि बाबुढी मान्छेले हामी भनेको चाहिँ लोग्नु भनेको त हामी अहिले किन हामीले भएर गरिरहेको माथि हो र माथि हो खुवाउने
भाइ यता हेर्दा सक्दैसँगले 50-50 किलो लग्यो भने मेवा 110 का छ ल खरबुजा 85 मा देऊ है हजुर हजुर फुर्सदी हो हजुर भाउजूले पनि सुन्नुहुन्छ त्यो कुकर चेष्टा रे अहिले ओराले न अहिले ओरा त्यस्तो गर्न ओरा काम राम्रो राम्रो खिच्नेहरु के यता छन् भाइ सिधा बस है फोटो हाल्दैन उड्दा हे उड्दा धेरै बाँचेर बस्नु त्यो माने भनेको त यो राम्रो त बटुले जति बर्षाले बटुले जति के पकाएको फेरि माथि चाहिँ के पकाएको त बटुले माथि त केही देखेको छैन भने त्यो दुध मात्रै म पखाल म दिँदा काली दिँदा मैले सब गरिसकेँ भन्दै त हामीहरूको त खिच्नु पर्छ वर्षा ओहो हजारको दुईटा बना बना भाइको पैसा हिसाब राखिदेऊ है ल म यहाँ